नमस्कार, मेरो नाम तिलक बहादुर जिम्बा। म हाल अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने स्थानको प्रभावित। यहाँ हामी टाङ्गे बस्तीमा सम्पूर्ण जात जाति वेशभूषा र हामी सम्मिश्रण भएर बसेको आदिवासी बहुल्यत रूपमा आदिवासीहरूको जनसङ्ख्या भएको टाङ्गे बस्तीमा जङ्गलमा गएर हेर्नुहोस्, जङ्गल कति संरक्षण गरिरहेको छ। पानीको मुहानमा गएर हेर्नुहोस्, पानीको मुहान कति संरक्षण भइरहेको छ। हामी त्यो अर्थमा जङ्गललाई सिद्ध्याएर, हामी खोला नालालाई सिद्ध्याएर हामीले एयरपोर्ट बनाउनु पर्छ भन्नु खोजेको होइनौँ। हाम्रो भविष्यहरूलाई मध्यनजर गर्दै जङ्गललाई पनि संरक्षण दिउँ, पानी मुहानलाई पनि संरक्षण दिउँ, यहाँ रहेको आदिवासी जनजातिहरूलाई संरक्षण दिँदै र नेपाल सरकारले अहिलेसम्म यहाँको आदिवासी जनजातिहरू बसोबास गरेको पीडित एरियामा आएर र यो स्थानमा आएर उहाँहरूले अहिलेसम्म तपाईँहरूको माग के हो, तपाईहरुलाई कहाँ के गर्दा उचित हुन्छ, तपाईहरुको कतिसम्म दिँदा उचित हुन्छ, तपाईहरुको माग के छ, तपाईहरुलाई कसरी सम्बोधन गर्नुपर्छ भनेर उहाँहरूले कहिले पनि फिल्डमा आएर अहिलेसम्म सोधबुझ गर्नु भएको छैन। अब आउने कुनै पनि कार्यक्रम हामी जनस्तरबाट रोक्नेछौँ।